पहिलो कुरो त दसैँ नेपालको चाडै होइन, नेपालीकै होइन। जबरजस्ती मलाई मनाएर मान्दिनँ भन्दाखेरि मेरो पुर्खा के अरे आठपरिवारको पुर्खा चाहिँ नि हृदयमा र रामलिहाङलाई चाहिँ झुन्ड्याएर मारेको होइन। म त्यो दसैँ मानौँ, मार काटेर खुनमा हात डुबाएर दैलोमाथि राख्ने चलन थियो, त्यो दैलोमाथि राखेको छैन भने मेरो पुर्खाहरूलाई जबरजस्ती चाहिँ नि लगेर ठेङ्ग्रो मुङ्ग्रो लाउँथ्यो, जबरजस्ती मनाउँदै ल्याइयो। त्यो मैले बुझेर पनि मनाइराखौँ। बच्चा जन्मिन्छ नि 3-4 वर्षसम्म उसलाई फोहोर थाहा हुँदैन, लाज थाहा हुँदैन, त्यसैले ऊ कटु नलाएर हिँड्न पनि सक्छ। भनेपछि तर आज किराँत समुदायले गरेको कुरा चाहिँ यही नै हो, नजान्दासम्म दसैँ मानेको थियो हिजो, जबरजस्ती नजान्दा होइन, जानेर पनि जबरजस्ती होइन भने पक्रिहाल्छ, थुनिहाल्छ। अबोध पशु पक्षीहरू चाहिँ लाखौँ लाख काटिँदैछ बलिको नाममा, तर त्यही किराँतीहरूको फेरि नाहाङमा पिचममा भन्ने के अरे गर्दाखेरि पहिला पहिला खरङपित भन्ने कोरोली गाई चढाउँथ्यो। आज त्यो बलि चाहिँ बन्द छ, काट्न दिँदैनन्। तर दसैँको नाममा जे काट्दा के अरे जस एकल जातीय नस्लवाद भन्दा इतर जे पनि गर्नु भने उसको जातित्वलाई त्यसो नगर्न भन्यो भने चाहिँ समुदाय भड्किन्छ भन्ने आवाज आउँछ। म दसैँको विरोधी होइन, म नेपालको संविधानलाई मान्छु, तसर्थ म दसैँको विरोध गर्दिनँ। नेपालको संविधानमा बहुजातिक, बहुधार्मिक, बहुसांस्कृतिक लेखेको छ, धर्मनिरपेक्ष लेखेको छ। त्यसैले दसैँ मान्नेहरू मेरो दाजुभाइहरू हुन्। म दसैँको विरोधी होइन, तर ख्याल रहोस् मलाई दसैँ लाद्न पनि पाउनुहुन्न। तपाईँ दसैँ मान्नुहोस्, तपाईँ दसैँ मान्नुहोस्, मेरो एकदम ठुलो शुभकामना छ, एकदमै धेरै सहानुभूति छ। म तपाईँको घरमा आएर रमाइदिउँला। म त दसैँ मान्दिनँ, मेरो दसैँ होइन चाड, तर म दसैँ होइन म मान्दिनँ नि बाबा भन्दाखेरि जबरजस्ती मलाई मनाउनुहुन्छ भने म त्यसको चाहिँ विरोध गर्छु। तर दसैँ त आम नेपालीको चाड हो भनेर भनिरहेका छन्। मेरो मुन्धुममा छैन त म कसरी मान्छु? बुद्धिस्टको आफ्नो त्रिपिटकमा छैन त बुद्धिस्टले किन मान्ने? तपाईँले भन्नुभएको धर्मशास्त्र हिन्दूको हो भन्नुहोस्, त्यसो हिन्दूको धर्म ग्रन्थमा छ भने हिन्दू दाजुभाइहरूलाई एकदम धेरै शुभकामना छ। तर यो देशका किराँतहरूले चाहिँ दसैँ मान्दैनन्। होइन, तर मलाई त जबरजस्ती मनाइयो, यो हो विरोध। अहिले यसो गर्यो भने दसैँको विरोधी, धर्म विरोधी त मिलेको समाजलाई बिगारेर बस्ने, मिलेको समाजलाई के अरे सामाजिक सद्भाव भड्काउने भन्छ। उसले जे भन्यो त्यो मैले मानेर बस्दाखेरि म के अरे मिलेको हुने। उसले दसैँ मान्दा पनि म चुपचाप मैले दसैँ मान्दिनु पर्ने, उसले जनै फेर्दा पनि मैले जनै फेरिदिनु पर्ने, उसले तिजमा बन्दुङ बन्दुङ नाच्दा मैले मेरो बुढीलाई नाच्न पठाउनु पर्ने होइन, उसले चाहिँ नि के अरे ऋषि पञ्चमी, कृष्ण अष्टमी कुनै के उ त्यहाँ शिवरात्रिमा नाङ्गै बस्दा मैले पनि लुगा खोलेर बसिदिनु पर्ने, त्यसो भए सामाजिक नभड्किने। उसले चाहिँ नि त्यो के अरे गाँजा तान्दा मैले पनि तान्दिनु पर्ने, त्यति बेला चाहिँ सामाजिक सद्भाव नभड्किने। गाँजा तान्न मेरो धर्म होइन, जनै लाउनु मेरो धर्म होइन, टिका लाउनु मेरो धर्म होइन भन्दाखेरि चाहिँ सामाजिक सद्भाव भड्किने। त्यही टिका, त्यही जमरा, पोहोर मात्रै होइन, बैतडीमा एउटा कथित दलित भनिएको मेरो दाजुभाइ कामीलाई जमरे औँसीको दिनदेखि पूजा गर्दा गर्दा जमरा राखेर के अरे त्यो उसको उपासना गर्यो दुर्गाको, आखिर मन्दिरमा आउँदाखेरि त्यही के अरे त्यहीँको वडाध्यक्षले मरण सन्न हुने गरी कुटेर हस्पिटलाइज भएको होइन। त्यस्तो दसैँमा मान्छु। तर यहाँ त सारा नेपालीको चाड हो दसैँ भनिरहेका छन्। त्यो हामीलाई सिकाइएको भ्रम हो, हामीलाई पढाइएको भ्रम हो। मैले अघि भनिनँ मेरो भाषा लिम्बू भाषा बोल्दाखेरि पाखे भनिन्थ्यो, त्यही भएर मेरो लिम्बूहरूले लिम्बू भाषा बोल्न छोडे। तर हेर्नुहोस् मेरो देशमा कहिलेकाहीँ लोकगीत गाउँदाखेरि लोकगीत गाउने चाहिँ पाखे भन्थ्यो, लोकगीत गाउन छोड्यो। आज त दोहोरी गीत जबरजस्त। तपाईँलाई उदाहरण दिउँ, दसैँको मालश्री सुन्नु भएको छ नि?
एक टुक्रा सुनाउँछु तपाईँलाई। प्लिज। या देवी भैरवी छम छम आई रे, आशीर्वाद जो माथमा लाई रे। यो भाषा नेपाली हो। यो भाषा मैले जुन मालश्री गाएँ यो नेपाली हो। अब यो भन्दा के भन्नु? भनेपछि दसैँ नेपालीको चाड होइन। होइन, किराँतीहरूले त दसैँ मान्दैनन्। उसको चाडै त होइन। भन्नेहरूले सारा देशको चाड हो दसैँ भन्छन्। मैले अघि तपाईँ भने, भन्नुहुन्छ किराँतीहरूको मैले चाड अघि भने। होइन, यो सारा नेपालीको चाड होइन भन्नुहुन्छ। त्यसो भने किन होइन? प्रश्न पारिदिनुहोस् त। या देवी भैरवी क्षमा क्षमा आई रे, के हो? आशीर्वाद जो माथमा लाई रे। यो मेरो नेपाली भाषा हो, मेरो नेपाली चाड रहेछ भनौँला। मालश्री नेपाली भाषामा मसँग छ पुस्तक मालश्रीको। म त हिन्दीमा मात्रै देख्छु, हिन्दी त नेपाली भाषा होइन होला नि। नेपालको राष्ट्रिय भाषा होला। हिन्दी बोल्ने मातृभाषी हाम्रो नेपाली दाजुभाइहरू पनि हुनुहुन्छ, उहाँलाई ससम्मान नेपालको राष्ट्रिय भाषा होला। तर त्यो मालश्री नेपाली होइन। यो उँधोबाट आएको धर्म हो, तलबाट, भारतबाट। यस, दसैँ भारतबाट जबरजस्ती मनाउँदै ल्यायो। तपाईँको खड्का मगरलाई मारेर सुरु गरे। तेमालमा चाहिँ नि के अरे सुनकोसीको तिरमा राजा रेन्जेन दोर्जेलाई रेटिएर मार्यो। दसैँ त्यहाँबाट जबरजस्ती लगायो। हाम्रो रिदामा र रामलियाङलाई झुन्डाएर मार्यो। दसैँ त्यहाँबाट सुरु गरे। ताप्लेजुङमा चाहिँ हाम्रो लालसोर सेन्दाङ जस्तोहरूलाई चाहिँ झुन्डाएर मार्यो। त्यहाँबाट जबरजस्ती दसैँ सुरु गरे। दसैँ लागू गर्नलाई, लिम्बू गाउँमा दसैँ लागू गर्नलाई लिम्बूहरूलाई नै प्रयोग गरी सुब्बा सुभाङ्गी दिए। जबरजस्ती गएर के अरे बोका राँगा नकाट्नेहरूको खोरबाट तानेर भए पनि ठक ठक काट्नु पर्थ्यो, कटाइदिन्थ्यो त्यति बेला। त्यसरी जबरजस्ती गराएको चिज हो। जमरासँग मेरो के साइनो छ? पहिलो कुरो तपाईँ भन्नु न, अबिर सिन्दुर तपाईँले त घुम्नु भएको होला। ताप्लेजुङको नाल्बोमा अबिर फल्छ, सिन्दुर फल्छ ओलङचुङ गोलामा। यता मनाङ मुस्ताङमा सिन्दुर फल्छ, नरिवल फल्छ। तर दसैँको नाममा त्यहाँ सिन्दुर पुग्छ त, नरिवल फुटाइन्छ त माथि। प्रश्न छैन मेरो हो कि होइन भनेर। त त्यसरी पनि नभनौँ। यो कसले चाहिँ नि कुन जातिलाई कसले चाहिँ नि दैत्य भन्यो, कुन जातिले कुन जातिलाई असुर भन्यो, कुन जातिले कुन जातिलाई चाहिँ नि सुर भन्यो, हामीलाई जबरजस्ती आँखामा छार्यो हाल्यो। कुन चाहिँ नि एउटा 20 कन्या आइमाईलाई चाहिँ जबरजस्ती चाहिँ शिवभन्दा के अरे विष्णुभन्दा 4.5 गुणा ठुली भनो। विष्णुभन्दा 4.5 गुणा ठुली भएपछि के गर्नु पर्यो? विष्णुको 4वटा हात छ, 4 × 4.5 भनेको 18 होइन। कसले 18 हाते भनेर परिकल्पना गर्यो। त्यतातिर नजाउँ। ती सब झुट हुन्, म शब्द शब्दमा भन्न सक्छु। तर दसैँले त आज फेरि प्रेम बढाएको छ, सद्भाव बढाएको छ, एकता भाइचारा देखाएको छ। सबै गाउँ समाजमा हेर्नुहोस् त कति मजाले हर्षोल्लासका साथ दसैँलाई मनाइन्छ। त्यसकारण यो सारा नेपालीको भनेर धेरैले भनिरहेका छन्। म मूर्ख भएँ कि मेरो दिमागले काम गरेन। केही वर्ष अगाडिदेखि विरोध भएपछि नेपाली भन्न थालेका छन्। त्योभन्दा पहिला त हिन्दू मात्रको महान चाड विजया दशमीको शुभकामना भनेर टेलिभिजनले त्यही भन्थ्यो। हिन्दू मात्रको महान चाड विजया दशमी भनेर रेडियो पनि त्यही भन्थ्यो। हिन्दू मात्रको हो भने म त हिन्दू परिन, मेरो कहाँ भयो त नि? एभोइड कसले गर्यो त? तर त्यो चाहिँ सत्य थियो, किनकि त्यो हिन्दू मात्रैको हो नि त। मैले त विरोध गरिनँ नि। मैले विरोध गरेर म दसैँको विरोध गर्दिनँ नि। तपाईँले दसैँमा सब सद्भाव मिलेको छ भन्नुभयो। मै तपाईँको अगाडि बोलिरहेको छु त। खोइ मेरो मलाई जबरजस्ती दसैँ मना। ल दसैँ मेरो चाड होइन। चाड नहुनेलाई त छोडिदिउँ न, काम गर्नु दिउँ न।
दिएको छ यो सरकारले, नेपालले। यो म मान्दिनँ। मलाई 5-7 दिन, पहिला त 15 दिन मलाई बिदा किन चाहिने? अनि कि तपाईँको घरमा आएर जाँड खानु पर्यो मैले? कि तास खेल्नु पर्यो? कि बसिरहनु सुतिरहनु पर्यो? उसले त दसैँ मनाउँछ, मैले के गर्ने? यो हो सद्भाव? नेपाल प्रहरीमा हिन्दू मात्रै छ अनि सबैको टाउकोमा सत्य सेवा सुरक्षा के अरे संस्कृत झुन्डाइदिनु पर्ने? नेपाल आर्मीमा हिन्दू मात्रै छ, त्यहाँ संस्कृत झुन्डाइदिनु पर्ने? अब तपाईँ भन्नुहोस् न, अरू के भन्नुहुन्छ त्यो सबै मलाई खोल्न नलाउनुहोस्। एक छन् जबरजस्ती त्यहाँभित्र दसैँ मनाइन्छ। त्यो एउटा अफिसले जबरजस्ती मनाउने, त्यसरी मनाउने हो भने त बुद्धिस्टहरूको लोछार 4वटा कति छ त्यो पनि मनाउन दिनु पर्यो नेपाल प्रहरीभित्र, होइन? जस्तो किराँतीहरूको साकेला छ, उँधौली उभौली चासोक्तङ नामहरू छ, त्यो पनि मनाउन दिनु पर्यो त्यहाँभित्र। समानता हो भनेपछि यो देशमा समानता भएन धर्म संस्कृतिको नाममा भन्ने कुरामा इङ्गित हो तपाईँ? कहाँ धर्म संस्कृति, केहीमा पनि छैन समानता। दसैँ तपाईँले हाम्रो होइन भन्नुभयो, केही समय अगाडि चाहिँ नि धरानमा गोरु काटियो, तपाईँले कुराकानीको दौरान भन्नुभयो गाई काट्ने चाहिँ हाम्रो या कोरली गाई बाछी काट्ने हाम्रो चाहिँ संस्कृति थियो भन्ने किसिमले तपाईँले भन्नुभयो। काटेका थिए, त्यो उपयुक्त थियो धरानमा गोरु काटिएको विषय? होइन, त्यो उपयुक्त थियो भनेर त म भन्दिनँ, तर अनुपयुक्त थियो पनि भन्दिनँ। खाने त उसको अधिकार हो नि, खान दिनु परेन? कसैको घरबाट तानेर लगेर काटेर खायो अर्काको सम्पत्ति भने त्यो जेल जानुपर्छ। म त्यो मान्छेलाई ल्याएर थुन भन्छु म, तर उसकै घरको काटेर खान दिउँ। तर संविधानले त फेरि त्यस्तो भन्दैन थियो। हो, त्यही भयो गलत भने। संविधानले धर्मनिरपेक्ष भनेको छ, कसरी भएन? संविधानले धर्मनिरपेक्ष भनेको छ। धर्मनिरपेक्ष भनेको क्रिस्चियनले उसको क्रिसमस मनाउन पाउनुपर्छ, बुद्धिस्टले उसको आफ्नो के अरे लोसार मनाउनु पाउनुपर्छ, मैले मेरो चासोक मनाउनु पर्छ, हिन्दूले धर्म मनाउनु। म त्यही भएर त म संविधान मान्छु र त म हिन्दू के अरे दसैँको विरोध गर्दिनँ। दसैँ मान्नेहरूलाई शुभकामना। काटिनु हुँदैन, काट्यो भने जेल सजाय हुन्छ पनि भनेको छ, तर तपाईँ त्यो गर्न पाउनुपर्छ। त्यसो भए त्यो बहुधार्मिक, बहुसांस्कृतिक, बहुजाति भन्ने हटाउनु पर्यो, धर्मनिरपेक्ष भन्ने हटाउनु पर्यो। फुलै फुलको के अरे उसमा ल्याएर मौरीलाई पखेटा बाँधेर राख्न पाइन्छ, अनि तपाईँ बाँचै यो फुल खा भन्न पाइन्छ। एकतिर सबै उसबाट चाहिँ नि बन्देज गर्ने, अनि अर्कोतिरबाट म धार्मिक के अरे नेपालमा चाहिँ धार्मिक स्वतन्त्रता छ भन्न पाइन्छ, मान्छेलाई त्यसरी झुकाउन पाइन्छ। त्यो त तपाईँले अघि भन्नुभएको छ प्रदेश 1 मा तिमीहरूको बहुमतै छैन, 2/3 गर्यो, अब के जितेर देखाऊ, तिमीहरूको सडककोले केही हुँदैन भने जस्तो मात्रै। अङ्क गणितले हुँदैन के नामाङ्कन, अधिकार पहिचान भनेको गणितीय हिसाबमा हुँदैन। चेपाङहरू कति छ? 1 लाख पनि छैनन्। त्यसलाई उसको अस्तित्व दिने कि नदिने, तेरो एक सिट पनि छैन। अब त्यसले उसको अस्तित्व पायो कि पाएन, त्यस्तो बोलेर हुन्छ। अनि बहुमत 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 ज्ञानेन्द्र बहुमतले गएको हो, राजसंस्था बहुमतले के अरे ढलेको हो। हामीलाई सिकाउने यस्तो कुरा अफगानिस्तानमा चाहिँ बहुमतले पारित गरेर त्यहाँका उहरू भागेका हुन्। श्रीलङ्का बहुमतको पारित भएर त्यहाँका राजपाक्षीहरूले चाहिँ नि पिटाइ खानु परेको हो, कुलेलम ठोक्नु परेको हो। बहुमतको हामीलाई चाहिँ हाउगुजी देखाउने। अहिले पनि भन्दैछु, आज 29 गते तपाईँसँग कुरा गर्दैछु, अहिले पनि त्यो 1 नम्बर प्रदेशको नामाङ्कनको बारेमा 25 गते हाम्रा धनकुटाका 3 जना होनहार हाम्रा योद्धाहरू समाएका छन्। आज बेलुकासम्ममा रिहाई भएन भने भोलिदेखि हामी धनकुटा ठप्प पार्छौँ।